कस्तो उल्लु मान्छे हाम्रो पुस्ताले भर्खरै एउटा नेपालको राजनीतिमा एउटा गहिरो छाप छोडेर हामीले अगाडि आएका छौँ। युवाहरू भनेका सबै मान्छेहरू नेताहरूले भाषण गर्ने र ताली बजाउने मान्छेहरू मात्रै हो। विदेश गएर रेमिटेन्स पठाएर मान्छे मात्रै हो भन्नेबाट प्रधानमन्त्री मन्त्रीहरूको नाम सिफारिस गर्ने ठाउँमा हाम्रो पुस्ता पुगेको छ र हामी आज यहाँसम्म आइपुगेको छ। हामीले चाहेका थियौँ सुशासन, हामीले भ्रष्टाचारको विरोध गरेका थियौँ, हामीले नेपोटिजम जसले नेताको छोराछोरी हुनेबित्तिकै ठुला ठुला सुविधा पाउने अर्थ क्षेत्रमा राजनीति क्षेत्रमा सबै ठाउँमा नेताको छोराछोरी आसेपासेले मात्र सुविधा पाएको देख्ने यो देख्दा हाम्रो पुस्ता प्रताडित थियो र हामीले सङ्घर्षमा आएका थियौँ। आजले साथीहरू हामीले जित्यौँ। हामीले पुरानो सत्ताका मान्छेहरू र यहाँका रद्द गरेर बसेका मान्छेहरूलाई तिनीहरूको डेरा र कोठा घरबाट हामीले लखेटेका पनि थियौँ र आज हामी यहाँसम्म आइपुग्दा हामीले जे भनेर लडेका थियौँ, हामीले युवाहरूले जे पाउनु पर्ने थियो त्यो सब पाइरहेका छैनौँ र अहिले आउँदाखेरि परिस्थिति बदलिएको छ। हामीले अपेक्षा गर्ने सरकारको काम गतिविधिहरू भइरहेको छैन। नेपोटिजमको विरोध गरेर भएको आन्दोलनबाट बनेको प्रधानमन्त्रीले आफ्नै आसेपासे नियुक्त गरेको छ। हामीले महानियुक्तको नियुक्तमा त देखिएको छ सविता भण्डारी भन्ने मान्छे। हामीले प्रधानमन्त्रीले आफ्नो सल्लाहकार छिमेकी राष्ट्रको विरुद्ध दिनदिनै गीत गाउने त्यसको जासुसी गर्ने मान्छेहरूलाई प्रमुख सल्लाहकारको रूपमा नियुक्त गरिरहेको छ। यो पनि हामीले देखिरहेका छौँ। यो स्थितिमा आज विभिन्न क्षेत्रमा बहसहरू चलिरहेको छ। विभिन्न मान्छेहरूले जेन्जीको नाममा भजाएर खान्छन्। त्यसका आज हामी जेन्जी पुस्ताहरूले नयाँ सोच्ने नयाँ गर्ने गरिरहनु पर्ने छ र हामीले निरन्तर आफ्नो सङ्घर्षलाई अगाडि बढाउनु पर्ने छ। हामीले साथीहरू अघि नै अध्यक्षले भन्नुभएको छ हामीले पुरानो प्रतिको घृणा, नयाँ सपना, नयाँ चाहना र नयाँ गर्ने विचारका हामीले पक्कै पनि हाम्रो पुस्ताले नयाँ चाहिरहेको हुन्छ। संसारभरिको आन्दोलन अथवा नेपालका सबै परिवर्तनहरूमा हाम्रो पुस्ताहरूले बल र मेहनत गरेका कारण आज हामी यो ठाउँमा आइपुगेका छौँ। हाम्रो अगाडि हुनुहुन्छ हाम्रा आदिले नेताहरूको विप्लव यही पुस्ता यही उमेर समूहमा जनयुद्धमा कलेज पर्दा गर्दै जनयुद्धमा सहभागी भएको थियो। हामीले देखिरहेका छौँ जनमुक्ति सेनाका कमान्डरहरू हाम्रै पुस्ताको उमेरमा नेपाल बनाउनको लागि जनयुद्धमा सहभागी भइरहेको थियो र आज हामीले यो कार्यक्रमबाट सङ्कल्प गर्नुपर्नेछ। जेन्जी भनेको विदेशी दाजु निकायको भजन गाएर विदेशीहरूको भत्ता खाएर उफ्रिने मात्र जेन्जी हुँदैन, नेपालमै बसेर संविधानको गीत गाउने पनि जेन्जी हुन्छ भनेर हामीले भन्नुपर्नेछ। म सुशीला कार्की आमालाई भन्न चाहन्छु, उहाँले आफूले चेटो छोडो भनेर जेन्जी घोषणा गरेको मान्छेहरू कति वर्षको हो? सुशीला कार्कीले हेर्न आउनुपर्छ यो मान्छेहरू जेन्जी होइन, यो मान्छेहरू जेन्जी होइन। तिनले गर्नुपर्ने सिफारिस त्यसकारण अमेरिकन दूतावासमा बसेर विभिन्न विदेशीहरूको भत्ता खाएर बसेका जेन्जीहरूले सिफारिस गरेका आधारमा चाहिँ यो देशको मन्त्री प्रधानमन्त्री बनाउन पाउँदैन। साँच्ची जेन्जीहरूले पनि सिफारिस गर्नुपर्छ। आज साँच्ची जेन्जीहरूको यो 71 कार्यक्रममा तपाईँ सबै आउनुभएकोमा म तपाईँ सबैलाई धन्यवाद पनि भन्न चाहन्छु। आदरणीय साथीहरू, एउटा नाटक जस्तो देखिएको छ यो देशमा जसले 10औं वर्ष भ्रष्टाचारको विरुद्ध लड्यो, यो देशलाई खाने एमसिसीको विरुद्ध जो 10औं वर्ष लड्यो, देशमा भएका सबै व्यक्तित्वहरूको विरुद्ध जो लड्यो त्यो आज जेन्जी आन्दोलनको स्टेक होल्डरको रूपमा स्थापित गरिरहेको छैन। त्यो आज जेन्जी आन्दोलनको स्टेक होल्डरको रूपमा नहुने सर्वोच्च अदालतमा बसेर विभिन्न न्यायाधीशहरूको नियुक्तिमा गठन गर्ने, विभिन्न न्यायाधीशहरूको नियुक्तिमा यति धेरै तपाईँको भ्रष्टाचार बन्द आएका मान्छेहरू, विभिन्न तपाईँको चाहिँ कमिसनको खेलमा एमसिसीबाट इन्फ्लुएन्स भएका मान्छेहरू आज जेन्जी आन्दोलनको स्टेक होल्डरको रूपमा आइरहेका छन्। यो देशमा निरन्तर एमसिसी विरुद्ध लड्ने, भ्रष्टाचारको विरुद्ध लड्ने, फटाएर सुदखोरको विरुद्ध लड्ने मान्छेहरू स्टेक होल्डर भएका छैनन्। त्यस्तै पीडामा हामीहरूमा मात्र आएको छ। रियलमा वास्तविक जेन्जीहरू हामी जो सडकमा लड्यौँ, हामीले असुर ग्यासहरू खाएका छौँ साथीहरू, सडकमा हामी घाइते भएका छौँ, हामीले विभिन्न जिल्लाको कमान्ड गरेर नेतृत्व गऱ्यौँ र आज हामी यहाँ आएका छौँ र पानी बोक्न आएका मान्छेहरूलाई
जेन्जीको रूपमा स्थापित गरेको छ र हामीहरूलाई बाइपास गरिरहेको छ यो सरकारले। त्यसकारण मैले यो सरकारलाई भन्छु, तिमीहरूले काठमाडौँ उपत्यकामा काम गर्ने अमेरिकन दूतावासमा काम गर्ने मान्छेलाई जेन्जी बनेर रियल फिल्डमा काम गर्ने फिल्ड कमान्डरलाई जेन्जी नबन्ने जो गलत तपाईँको अभ्यास गलत ट्रेनको रूपमा जो अगाडि चलिरहेको छ यसलाई हामी खारेज गर्न चाहन्छौँ। त्यसकारण युवा साथीहरू, आज हामीले यहाँबाट सङ्कल्प गर्नुपर्नेछ। नेपाल एकदमै जटिल भूरात्मिक दृष्टिकोणबाट, आर्थिक दृष्टिकोणबाट, राजनीतिक दृष्टिकोणबाट एकदमै जटिल स्थितिमा पुगेको छ। हामीले यति बेला राम्रोसँग हेर्नुपर्छ। विदेशमा पढेर आएका मान्छेहरू, विदेशी तपाईँको चाहिँ भत्ता खाएका मान्छेहरूलाई मात्र नेतादेखि यहीँ तपाईँको चाहिँ नेपालमा बसेर राष्ट्रिय संहिताको अहिले साथीले कविता पनि भन्नुभयो, यस्तो मान्छेहरूलाई विप्लव मन पर्दैन भनेर कति मिठो व्यङ्ग्य गर्नुभयो। त्यसकारण हामीले सही मान्छे, सही नेता चिन्नुपर्ने यो परिस्थितिमा हामी उभिएका छौँ। सबैले आफूलाई एकचोटि नेपालको राजनीतिको कमान्ड गर्ने हिसाबले सही नेता छान्ने बाटोमा हामी अगाडि बढौँ। त्यो हिसाबले गाउँ गाउँ टोल टोल कलेजहरूमा हाम्रो छलफलहरू पुर्याउँ। अझ धन्यवाद। क्रान्तिकारी